ल आउनुहोस् आउनुहोस्। हेलो, मेरो बेबीहरू चाहिँ स्कुल जाँदैछन्। कति भाग्यमानी यिनीहरू बेबीहरू हेर, यस्तो चिटिक्क परेर स्कुल जान पाउनु। मम्मी बाबाले सँगै यहीँ 5 मिनटको यहीँ 5 मिनटको बाटो पनि पुऱ्याउन जानुपर्ने। झोला बोकेर चाहिँ बिचरा गाह्रो छ। यसरी स्कुल गएको भनेर गर्नु पर्यो नि हैन? हो नि। झोला चाहिँ अब झोला बोक्दा बोक्दा बिचरा वेट बढ्ने भन्ने कुरा त्यस्तै हो होइन? तर तिमीहरू भाग्यमानी हो नि त। मम्मीहरूको पालोमा कहाँ तिमीहरू चाहिँ चिटिक्क परेर स्कुल जान पाइन्थेन नि त। मम्मीहरू त यसरी खुट्टामा चप्पल हुन्थ्यो कि हुन्थेन, खुट्टा फोहोर हुन्थ्यो, नाकभरि सिँगान हुन्थ्यो, यसरी स्कुल जान्थ्यौँ हामी त। तिमीहरू चाहिँ यसो चिटिक्क पारिदिने कसले पारिदिने? हाम्रो आमाहरू सबै काममा जानुहुन्थ्यो, आफै खाना बनाएर आफै भाइहरूलाई तयार गरेर जानु पर्थ्यो नि त हामी त स्कुल। हामी त 45 मिनटको बाटो हिँडेर स्कुल जान्थ्यौँ हामी। ल हिँड जति बजे नि अब पुगिन्छ स्कुल। यहाँ 5 मिनटको बाटो यिनीहरूलाई पुऱ्याउनु पर्ने। खाजा दिनको 3 टाइम। गाह्रो छ गाह्रो।